ल है मित्रहरू, यो दार्चुलामा तुइनमा झुन्डेर स्कुल जानुपर्ने, घाँसको भारी ल्याउनु पर्ने, दाउरा ल्याउनु पर्ने होइन, आवत जावत गर्नुपर्ने जुन बाध्यता हो, त्यो बाध्यताको त्यो बिजोग देखेर मैले तुइनको साटामा झोलुङ्गे पुल बनाउने भनेर भनेको सबैको आँखा पुगेछ पहिला चाहिँ नदेखेर होइन। अनि अहिले आएर चाहिँ कताको सिमाना कता पर्छ, कताको के पर्छ भनेर भनिराखेका छन्। तर जसले जेसुकै भनौँ न होइन, त्यहाँनिर 9-10वटा तुइन रहेछ। ती तुइनमध्ये अरू पार्टीहरूको पनि आँखा जलेको भने कुनै एउटा चाहिँ तपाईँहरूले पनि बनाउनु नि त होइन। त्यसो बनाउनु श्रमदानबाट, हामी एउटा बनाउँछौँ नि त, श्रम संस्कृतिले एउटा बनाउँछ, तपाईँहरूले अरू बनाउनु, त्यसो नभन्नु कि होइन। अब राजनीतिको मात्रै कुरा गरेर हुँदैन, सेवा सुविधा कहाँ पुग्यो, कस्तो छ अवस्था भन्ने कुरा हेर्नुपर्छ। र त्यो राज्यले गर्ने, कसले गर्ने भनेर पनि भनेको पाइयो, त्यस्तो कुरा होइन। विकास भनेको जसले गर्दा पनि हुन्छ होइन, जसले गर्दा पनि हुन्छ। राज्यले त पैसा भए पो गर्छ, पैसै छैन। त्यसले गर्दाखेरि श्रमदानबाट, जनसहभागिताबाट, जनआह्वानबाट हामीले गर्नुपर्छ भन्ने बुझाइ हो। यो छ है। र अहिले चाहिँ म यो रामधुनीको ठाउँमा आइपुगेको छु र यहाँ चाहिँ यो ताल रहेछ मजाको, यसलाई पनि अहिले विकसित गर्नुपर्छ। आज म धन्यवाद दिन आएको छु। यो छ है मित्रहरू, मलाई जति खुसी गरे पनि गर्दा हुन्छ। मलाई मन नपराउने मेरा विरोधीहरूले मलाई जति आलोचना र गाली गर्दा पनि हुन्छ, केही छैन। तर म यो राजनीतिको क्षेत्रमा किन आएँ भन्दाखेरि यस्तै खालको दुःखहरू देख्दाखेरि मन भरिएर आउने है। यो हाम्रो नेपालमा यति धेरै तपाईँको चाहिँ के अरे समस्याहरू छन्। यो एउटा सानो उदाहरण हो, यस्तै उदाहरण थुप्रै अरू पनि छन्। ती समस्याहरूको समाधान गर्नका लागि म राजनीतिमा आएको कुरा म सबैजनालाई जानकारी गराउन चाहन्छु। दार्चुलामा एउटा तुइन छ नि, त्यसलाई रिप्लेस त हामी यो चुनाव पछाडि गर्दैछौँ श्रमदानबाट। तुइनमा बिचारा 8 वर्षको नानी यत्रो जाँदै रहेछ, यस्तो गरेर जाने सेवास भन्दै रहेछ आमाले। त्यो देख्दाखेरि थुक्न मन लाग्छ, रुन पनि मन लाग्छ मलाई त होइन। हाम्रो त्यस्तो रहेछ स्थिति। 8 वर्षको नानी स्कुल जानु खोजेको होला, यताबाट अब डराइराखेको आमाले जा ठिकै छ सेवास भन्दै गर्दा तुइनमा यसै झुन्डेर जाँदै गरेको थियो। यत्रो ठुलो मैले त त्यो त ऊ भनिसकेँ श्रमबाट गर्ने भनेर। हामीसँगै पुल थाप्ने इन्जिनियरहरू थुप्रै हुनुहुन्छ होइन, पैसा पठाउने मान्छेहरू पनि लाइनमा हुनुहुन्छ।